हेलो साथीहरू, गुड मर्निङ। हामी अब ड्युटीबाट बिहानको 6 बजिसक्यो। हिजो बेलुकाको भ्लगमा पनि मैले बिहान 6 बजे छुट्टी हुन्छ भन्ने कुराहरू भनेको थिएँ र हाम्रो छुट्टी भइसक्यो। 6 बजे हामी यहाँ आफ्नै कोठाकै नजिक उभिराखेको छौँ र भ्लग गर्न साह्रै के खासै त आउँदैन होइन, तैपनि हाम्रो छुट्टी भइसक्यो। यो हाम्रो भाइ टक्क हामी सँगसँगै नेपालबाट हामी दुई भाइ सँगै लगभग एक हप्ताको अगाडि पछाडि हो होइन, र सँगै काम गर्ने भाइ साथी जे भने पनि होइन। यो हामीहरूले काम गर्ने सब यो यस्तै छ कम्पनी होइन, र हामी यसरी नै सधैँ हिजो चाहिँ झिसमिसी उज्यालो थियो। आज चाहिँ 6 बजे छुट्टी हुँदा अलिकति उज्यालो नै भएको छ। हिजो योभन्दा राम्रो अलि झिसमिसी उज्यालोमा चराचुरुङ्गीहरूको आवाज दामी आइरहेको थियो होइन। फुल पनि फुलेको त्यहाँ दामी फुलहरू होइन, यस्तो दामी फुलहरू फुलेको छ होइन। महसुसै हुँदैन है भाइ। हो भनेको कामबाट यत्तिको रमाइलो होइन। बिहानै अब यस्तो फ्रेस देखिन्छ नि त। मौसम त्यस्तो एकदमै न गर्मी छ न चिसो छ होइन, जाडो पनि त्यस्तो छैन, दामी। 안녕하세요. 직장님이요. अनि हाम्रो नयाँ उताबाट हाम्रो कम्पनीहरू एउटा कम्पनी पनि देखाइदिनु न भाइ। कताको कम्पनी भाइ? उता हामी जाँदैछौँ। हिजो मैले उतै खिचेको थिएँ भिडियो यो होइन। हाम्रो अझ नयाँ यताको यो हाम्रो गोदाम कोरियनमा छाङ्गो भन्छ होइन। यो भित्र अब अँध्यारो छ अहिले चाहिँ नजाम होला। गोदाम भन्ने चिज चाहिँ यस्तो हो कि गाइस, सबैभन्दा धेरै टाउको दुख्ने ठाउँ हो यहाँनिर। गर्मी धेरै गर्मी हुन्छ होइन, दिउँसो त गर्मी हुन्छ र हाम्रो नाइट ड्युटी भएर चाहिँ होइन सामान खोज्नु आउनेहरूलाई दिमाग सामान खोज्न आउनेहरूलाई चाहिँ अलिक गाह्रै हुन्छ। यस्तो हामी दुई भाइ 6 बजे छुट्टी भयो। हामी दुई भाइको चाहिँ अब दुईजना चाहिँ 7 बजे छुट्टी हुन्छ। काम धेरै छ होइन, यत्तिको भ्लग बनाएर। अनि हाम्रो नजिकैको सहर पर देख्न सक्नुहुन्छ, हल्का जुम गरिदिनु न दाइ। सुवन हो त्यहाँको ठुलो बिल्डिङबाट होइन भाइ? सुवन हो सुवन। यताको सहर चाहिँ जुम गरेर राम्रो। र हाम्रो यता नयाँ कम्पनी बन्दैछ। यो कम्पनी पनि धेरै ठुलो कम्पनी बन्दैछ। साथीहरू तपाईँहरूलाई लाग्छ होला यो जङ्गलमै हुनुहुन्छ, हामी जङ्गलमा त छैनौँ र कम्पनी नजिकै अलि सानो सानो पहाड जस्तै छ होइन। वासाङसीकै कोरियामा चाहिँ कस्तो हुन्छ भने गाइजहरू, अब कम्पनीहरू बनाउनु पर्यो भने चाहिँ अलिकति के अरे त्यो सिटी एरिया जस्ट हाउसिङ एरियाहरूभन्दा चाहिँ अलिकति टाढै राखेको हुन्छ होइन। आवाजहरू पनि आउँछ आउने गर्ने भएकोले गर्दा